ओके अहिले चाहिँ म नयाँ बस्ती रोडमा छु है अनि म चाहिँ यो पढादेखिबाट आएको हो अनि नयाँ बस्ती चाहिँ गोराइदेखि लगभग 1 किलोमिटर तल पर्छ है अनि यो देखिरहनु भएको चाहिँ बडेहरूको घर हो र म चाहिँ बडेहरूको घरतर्फ जाँदैछु खासमा चाहिँ आज चाहिँ म मरौमा आएको थिएँ अनि आउँदा आउँदै बाटोमा बडेले भेट्यो अनि बडेले मलाई एकछिन घरमा बोलाउनु भएको छ है र यो देख्नुभयो चाहिँ बडेको घर हो र गाडी चाहिँ यहाँ राख्नुभएको रहेछ तारा फुलहरू मजाले फुलेर रहेछ बडेको घरमा र यहाँ चाहिँ गरम चाहिँ गयो नि जत्तिकै गरम भयो फुल त दामी रोप्नु भएको रहेछ के मजा रोपेछ फुल त हेर्नु त बडेहरूको फुल के दामी भएको रहेछ सिजन थस्ता तपाईँ रोप्नु भएको बडी के मजाको भएछ हौ यो हो नि त फुलाइ चाहिँ यो हो नि त र यहाँबाट सुन्दर भ्यू पनि देखिन्छ यो पारि चाहिँ दिइरहनु यो पारि चाहिँ दिइरहनु घर पनि मजाले बनाउनु भएछ आमामा फुल त टाइम लाग्छ नि अब चाहिँ मलाई बडीले घर देखाउनु हुन्छ है मजाले बनाउनु भएछ त अन्त के मजाले बनाएछ अन्त मैले तिमीलाई किन जबरजस्ती बोलाएको भने मैले भित्र कोठा लगाएछु ठेकान छ कि छैन भने यो चाहिँ मेरो धुपाती गर्ने हजुर यो चाहिँ उयो रुम मजाले फिनिसिङ पनि फिनिसिङ भइसकेको छैन नि हो नि त त्यस्तो मजाले बनाउनु भएछ एकदम दामी लाग्यो घर चाहिँ मलाई यहाँ चाहिँ भित्र कोठा छ त ए हो ए यता चाहिँ गरेको छुइनँ हो मजाले राख्नु भएको रहेछ नि खास यसरी राख्नु उयो भयो ठिकै छ होला है यसरी राख्नुपर्छ नि खासमा सेपरेटमा माथिल्लो तलामा राख्नु भएछ राम्रो तलमै राख्यो तल्लो तलामा चाहिँ उयो हुन्छ भनेर साथ मान्छे जो फेरि नाउ भन्नु भएन यहाँ चाहिँ अलिकति सेपरेटली कोठा राखेर चाहिँ गरेको हो यही देखाउनु न यता पनि रहेछ आमा रुम त रुमहरू हेर त चिडिक चिडिक बनाएको रहेछ सिलिङहरू पनि यहाँ कोठा कोठी चाहिँ सब उयो भएको छ अब यतिको त प्रायः फिनिसिङ भइसक्यो हो नि यो कोठा हो नि हेर्नु चाहिँ गेस्टहरू आएर ए ल यहाँ त जग्गा त एकदम अर्कै भइसकेको छ नि कोठा त ठुल्ठुलै छ है हजुर कोठै हो एकदम दामी भ्यू देख्दैछ यहाँ चाहिँ डगिङ रहेछ दोकानदार आमा सबै देख्दैछ नि त है माली बस्ती हेर त डल्लै बेलुका देख्दैछ राति मिरिक डल्लै देख्छ नि हौ बेलुका राति त त्यहाँबाट है पछि आउँदाखेरि हेर्नु न कस्तो हुँदो रहेछ यतिको त दामी घर बनाइदिन्छु गरेको होइन यहाँ चाहिँ पछि पछि होमस्टेहरू पनि चल्छ मजाले तपाईँहरूको होमस्टे बनाउँ त चल्छ उयोलाई न 3-4 वटा चाहिँ बनाउँछु त काफी छ नि ए बडीको जेठी छोडी बडी हेर कति राम्रो निक्लेको रहेछ नाना चाहिँ कहाँ हुनुहुन्छ अहिले किसानगञ्ज ए किसानगञ्जमा नानाको छोरा चाहिँ यो ए नानाको छोरा ठुलो भइसकेको छ आमाम कलेज पढ्दैछ कि आहा त्यो सानो कोबाट गर्दैछ यो त सानो पो त मास्टर गर्दैछ दामी देख्दैछ नि त भ्यू पनि राम्रो लाग्यो हजुर फुल हेर नि त हाम्रो फुल फुलिसकेको छैन मैले बेगिना नि 100 पट्टि पट फुलाएको थिएँ त्यति बेला माली बस्तीको उयो राख्थेँ नि यस्तो उयो सुक्खा साग छ हेरेँ नि उसको भिडियो दामी गर्नुभएको थियो दाले भिडियो पेन्ट चाहिँ दामी भएको रहेछ नि त र अझै म तपाईँहरूलाई सिजन थस देखाउनु गइरहेको छु नि यता फुल्दो रहेछ कस्तो दामी फुलाउनु भएको छ नि त आम्मामा सिजन थस यतिको त फुलेको नि है हेट फुलेको नि अब कस्तो हेर त यस्तो मजाको फुलेको छ यी बुङ्चे फुलाउनु यो कसरी पिन्चिङ गर्नुभएको तपाईँले सब उयो
उयो किनेर ल्याएको थिएँ होइन उम्. सुनाताबाट उम्. त्यहाँदेखि यसलाई केही गर्नु पनि परेन हौ यत्तिकैमै फुल्यो त कोही त ढिलो फुल्यो हो उयो फसीपातीमा त अलिक बिग्रियो भन्दा पनि अब यतिको हाइटमा फुल्यो यो चाहिँ यो पनि दामी फुलेको छ यो अब यो डल्लै फुल्दा त दामी हुन्छ नि है दामी हुन्छ अच्छा गदावरी सानो फुलाएको थियो फेरि दामी फुलाउनु भएछ गदावरी झन्डै 200 पट भन्दा बढ्छ हाल्यो कस्तो चाहिँ फुलेको थियो अन्त आम्माम फुल त म फुलाउँछु बरु चिया खाँदिनँ बजारमा फुलै किनेर आउँछु कराउँछ कि हजुर के बित्थामा फुल किनेको भन्छ कि फुल किनेको के तिमीलाई आइस हो त अन्त किन्दिनँ मेरै पैसाले किन्छु भन्छ हुन्छ म किन्दिनँ पैसा हजुर दामी भएछ नि हुन्छ आजको भिडियो यतिसम्म मात्र थियो अनि फेरि म मरौ घुम्न जानुपर्छ है हुन्छ तपाईँसँग फेरि नेक्स्ट ब्लगमा भेटौँ भन्ने यहाँलाई समय भन्न चाहन्छु कि अलवेज ह्याप्पी एन्ड अलवेज बी पोजिटिभ